Konnichiwa minasan, lesson 3 दाइसान खा। आज चाहिँ हामी दाइसान खाको ग्रामर गर्छौं। कोको कोको भनेको यहाँ, here this place। एक्जाम्पल कोको वा वातासी नो हेया देश, यहाँ चाहिँ मेरो रुम छ। सेन्सेई वा कोको नि इमास, शिक्षक यहाँ हुनुहुन्छ। सोको भनेको चाहिँ त्यहाँ, there that place near the listener। एक्जाम्पल सोको वा शिजुका देश का, त्यहाँ शान्त छ कि। आनातानो खावान वा सोको नि आरिमास, तपाईको झोला त्यहाँ छ। अब अर्को छ आसोको। आसोको भनेको ऊ त्यहाँ, that place over there। एक्जाम्पल्स आसोको नि कोनबिनी का आरिमास। कोनबिनी भनेको चाहिँ एउटा 24 घण्टा खुल्ने पसल हो, ऊ त्यहाँ चाहिँ कोनबिनी छ। आसोको वा कौवेन देश, ऊ त्यो ठाउँमा पार्क छ, ऊ त्यहाँ चाहिँ पार्क छ भन्नु पर्यो। अगाडि बढौं। दोको दोको भनेको कहाँ, where there what place। एक्जाम्पल एकी वा दोको देश का स्टेशन कहाँ छ। उके चुके दोको देश का। उके चुके भनेको सोधपुछ कक्ष हो, काउन्टर हो, कहाँ छ, रिसेप्सनिस्ट टेबल हो कि। अब अर्को छ कोचिरा, दिस वे, यतातिर। यो चाहिँ कोचिरा सोचिरा आचिरा भनेको चाहिँ कोको सोको आसुको पोलाइट फर्म हो, पोलाइट फर्म अफ कोको। तोइरे वा कोचिरा देशका शौचालय चाहिँ यतातिर हो। आसुको सोचिरा, दिस प्लेस, त्यतातिर, पोलाइट फर्म अफ सोको। सोचिरा वा नानो खाइसा देश, त्यहाँ चाहिँ के को कम्पनी हो र। सेन्से वा सोचिरा नि इमासका, शिक्षक त्यहाँतिर हुनुहुन्छ र। त्यहाँ, यता त्यता। अब आयो आचिरा, that place near the listener, ऊ त्यतातिर, पोलाइट फर्म अफ आसोको। ऊ त्यहाँतिरको पोलाइट फर्म हो कि। उच्चारण एउटै हुन्छ तर चाहिँ पोलाइट र प्लेन फर्ममा चाहिँ फरक हुन्छ। आचिरागा सेउकुदो देश, ऊ त्यतातिर चाहिँ क्यान्टिन छ। दोचिरा दोचिरा भनेको चाहिँ which प्लेस, कहाँ, पोलाइट फर्म अफ दोको। एक्जाम्पल तोइरे वा दोचिरा देशका शौचालय कहाँ छ। मेन हजुर सबैले बुझ्न पर्ने कुरा भनेको समरी अफ लेसन, यसको चाहिँ मेन भनेको यो। कोको सोको आसोको र दोको भनेको प्लेन फर्म हो, यहाँ त्यहाँ ऊ त्यहाँ र कहाँमा चाहिँ ठाडो भाषा हो, साथीभाइ परिवारसँग चाहिँ आफूभन्दा सानासँग बोलिने शब्द हो। कोचिरा सोचिरा आचिरा र दोचिरा भनेको चाहिँ पोलाइट फर्म हो, नरम भाषा, आफूभन्दा ठुला सिनियरहरूसँग बोलिने शब्द हो। जापानमा चाहिँ पोलाइट फर्म एकदमै इम्पोर्टेन्ट हुन्छ, त्यही भएर ख्याल गर्नु होला बोल्नभन्दा पहिला। जमातासित आरिगातो गोजाइमास, सायोनारा मिलासान।